हेलो गाइस गाइस आई होप सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै ठिक छु होइन सोचिराख्नु भयो होला यस्तो बेला यति बेला कहाँ गइरहेको छ म कपाल काट्न गइरहेको छु किनकि हल्का न्यु लुक दिउँ भनेर कपाल काट्न जाम भनेको होइन यस्तरी घुमेर गइरहेको छु गाउँदै किनकि मेरो भाइहरू पनि छन् नि तिनीहरू पनि कपाल काट्न जान्ने भन्छन् सँगै जाम भनेर म फेरि हेर्दै चाया भयो मैले काटिदिएको के चायाले त्यही कपाल चिलाउने यताउता हुने होइन मेरो कपाल काटिदिएको कपाल काटेको 1 महिना जति हो हल्का हल्का गर्छ त्यही पनि सुगा बाँधिदिउँ भनेर म कपाल काट्न लागेको अनि हेर्न सक्नुहुन्छ आज शीतलो गरेको छ गुड न्युज हामीहरूको लागि किनकि हामीहरू नेपालगञ्ज वासीहरू हो नि त यहाँ गर्मी महिनामा झुकेर शीतल हुन्छ क्या हेर्न सक्नुहुन्छ आजको मौसम होइन घाम पनि खिँदैन होला बादल पनि लागेको छ भर पनि छैन आज पानी पनि पर्न सक्छ होइन पानी पऱ्यो भने त राम्रो असार पनि लाग्ला अब धानवान पनि रोप्छन् होला एउटा पानी छैन हेर्नु न एउटा नै के बिउ पनि लगाएको छैन अझै अनि अरू ठाउँमा त बिउ पनि लगाइसकेको होला नि अनि यतातिर त पानीको त धेरै समस्या के खाने पानीको होइन फेरि यस्तो के लगाउनु पर्दा हुन्छ नि धानहरू लगाउनु पर्दा धेरै समस्या के पुरा सुक्खा पुरा खेतहरू देखिन्छ फेरि पानी अब पानी पऱ्यो भने त अब धेरै राम्रो नि अरूभन्दा नि किसानहरूको लागि धेरै राम्रो हो धान छिटो फल्यो भने पानी आयो भने धान पनि छिटै फल्छ धान फलिसकेपछि पुरा हरियो पुरै हरियो देखिन्छ अनि यो साइडतिर नेपाल साइडतिर धेरै बहुत गर्मी हुन्छ क्या गर्मीको कुरै छोडिदिउँ यति गर्मी हुन्छ दिउँसो एकछिन सुतौँ भनेको पनि सुत्न सकिन्न भर्खरै लाइट गएको थियो एकछिन सुतौँ भनेर म पल्टेँ पल्टिने बित्तिकै लाइट गइदियो अनि को गाह्रो बस्छ लाइट गएको बेला त्योभन्दा बरु दिम कपाल काट्न भनेर म हिँड्दै होइन किनकि मेरो नाइट ड्युटी छ नि त दिनभरि म घरमा बसेर भइराखेको हुन्छु के गरौँ भन्ने भएको हुन्छ त्यो मोबाइल पनि कति चलाउने भने के बिहानदेखि सासम्म मोबाइल यसो कहिले पनि मोबाइलमा लागेको छु भ्लग बनाउन तर हेरिरहेको छैन नि त्यो मोबाइल त्यति फरक छ दिनभरि मोबाइल रातभरि मोबाइल होइन कति मोबाइल चलाउने भनेर पुस्ता नि झ्याउ लाग्छ कपाल काट्न गइरहेको थियौँ ठ्याक्कै मम्मीहरू भेटिहाल्नुभयो मेरो भाइ यति धेरै दिनपछि यति शीतलो गरेर चाहिँ कस्तो फिल भइरहेछ तँलाई एकदम राम्रो यस्तो रिलिफ फिल भइरहेछ होला होइन धेरै गर्मी अझै पनि शीतलो गरे नि पसिना आइरहेको छ क्या उम्सो गरेको छ घाम लागेको थियो नि त्यही पनि उम्सो गरेको छ अरूले त लिचीको भिडियो बनाउँछन् होइन हाम्रो यहाँ आँप छ त्यही पनि हामीले यही पनि टेस्ट गर्न पाएको छैनौँ क्या अहिलेसम्म आँप भन्ने चिज नै टेस्ट गर्न पाएको छैन यो सिजनको त धेरै गाह्रो छ सोझो मान्छेलाई पनि फटायो भने त्यो चोरेर पनि खाइन्थ्यो नि त अब आफ बढ्यो सोझो मान्छे अब चोर्ने त सोचै आउँदैन माग्न त डर लाग्छ हामीलाई अनि चोर्ने सोच कहाँबाट आउन सक्छ त नि हामीलाई त्यही भएर हामी अहिलेसम्म काँचो आँप खान पाएनौँ अब पाकेको आँप किनेर खान्छौँ आइसकेको छौँ कपाल काट्ने ठाउँनिर होइन एउटा कुराको मात्रै डर छ दोकान बन्द नहोस् दोकान बन्द भइहाल्यो भने फेरि हामीलाई झ्याउ भइहाल्छ होइन यो हामीहरूको चोक हो बाबाकुट्टी चोक हामीहरूको यहीँ आउनुपर्छ केही लिनु पऱ्यो दोकान चाहिँ बन्द छैन दोकान चाहिँ खुल्ला रहेछ हेर्न सक्नुहुन्छ
यता हाम्रो राहुल साथीले कपाल काटिराख्नु भएको छ गाइस, हेर्न सक्नुहुन्छ म कपाल काटेर आइसकेछु। अनि मेरो भाइले चाहिँ कपाल काटेन, किनभने जबसम्म स्कुलमा काट भन्दैन तबसम्म म काट्दैन भन्ने कुरा गर्यो। अनि म आफ्नो नयाँ लुकमा आइसकेको छु। हेर्न सक्नुहुन्छ मैले दाढी पनि काटिसकेँ, दाढी त त्यति थिएन त्यही पनि काटिसकेँ। हेर्नु मेरो नयाँ लुक कस्तो देखेको छ मलाई। त्यो भाइले मेरो तारिफ गर्यो कि पुरै थाहा भइरहेको छैन। अब हामी घर लागिरहेछौँ होइन। फेरि अब घामले पनि आफ्नो दर्शन दिन लागेको छ अनि गर्मी बढ्छ जस्तो फिल भइरहेको छ। हल्का हल्का हावा त लागिरहेछ, तर माथिबाट घामले पनि हल्का माया पनि दिइरहेको छ कि घामले। अब घरतिर जानु पर्यो होइन गाइस। घर गएर फेरि हामीलाई सानो काम छ गाउँमा, हामी फेरि भेट्नेछौँ। हामीलाई सानो सर्ट भिडियो सुट गर्नु छ। अनि सर्ट भिडियो किन भनेर सोध्नुहुन्छ होला होइन। हामीहरूको अर्को युट्युब च्यानल पनि छ गड क्रु भनेर। हामीले त्यसमा फनी भिडियो कमेडी भिडियोहरू हाल्छौँ। अनि ग्रुपमा हामीहरूको 6-7 जनाको ग्रुप छ भाइहरू हामीहरूले त्यहीमा पोस्ट गर्छौँ। गएर गड क्रुलाई पनि सब्सक्राइब गरिदिनु होला होइन। अनि टिकटकमा पनि गड क्रु छ, गड क्रु .0। अनि फेरि इन्स्टाग्राममा पनि छ गड एफबी क्रु। अनि फेरि फेसबुकमा पनि छ गड एफबी क्रु होइन। गएर सबमा फलो गरिदिनु होला, सब भिडियो हेरिदिनु होला अनि हामीलाई सपोर्ट गरिदिनु होला। हामीहरूले भिडियो बनाउने भनेको नि त, अनि त्यो भिडियो बनाउने मिलेन किनकि केटाहरू आज रहेनछन्, सब स्कुल गएछन्, अहिलेसम्म आएको छैनन्। त्यही भएर हामी लाग्यौँ क्रिकेट खेल्न। अब एकछिन क्रिकेट खेल्छौँ अनि त्यसपछि रात पर्छ, अनि त्यसपछि म काममा जानुपर्छ होइन। नाइट ड्युटी छ मेरो, यहाँ मेरो भाइ छ। अब एकछिन त खेल्न पऱ्यो नि त। अब भिडियो बनाउने भनेर म आएको। अब भिडियो बनाउनलाई त चाहियो नि त मान्छेहरू कोही पनि थिएनन्। त्यही भएर मैले ब्याक स्टेप लिन पऱ्यो। अब हामीहरू गइरहेछौँ क्रिकेट खेल्न। तपाईँहरू हेर्न सक्नुहुन्छ भाइहरू, सानो भाइहरू क्रिकेट खेलिरहेको छन् कि धेरै ठुलो। अस्ति भिडियो बनाउँदै हुरी बदास आएर हामीले जुन च्यालेन्ज रोकेको थियौँ त्यही च्यालेन्जलाई फेरि हामीले कन्टिन्यू गर्नेछौँ। यहाँ छन् भाइहरू, अस्तिको केटाहरू त छैनन् नि त। अब यिनीहरूसँगै हामीहरूले त्यही च्यालेन्ज रिपिट गर्नेछौँ। हजुर हेर्नु होला। रोनाल्डोले ब्याटिङ गर्दैछ। अरे कति बल भयो यार। आजको विनर आज 2 जना भएको छन्, एउटा कान्छा भाइ अनि एउटा मान्ता भाइ। अब दिनको लागि त केही छैन, मेरो धेरै धेरै माया हैन। प्रेम ब्लगलाई सब्स्क्राइब गरिदिनु होला। आजको लागि यति नै। ब्लग लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। अर्को ब्लगमा भेटौँ।